म सञ्चार कर्मीको हैसियतले यो प्रश्न गर्दैछु। म 2050 सालदेखि यो लाहानमा बस्दै गर्दा पढ्दै गर्दा पत्रकारिता गर्दै गर्दा यो लाहानलाई विगतसँग अहिले तुलना गर्दा व्यापारको हिसाबले लाहानमा उग्नु भएको छ, उजाड भएको छ, पलायन भएको छ। उपभोक्ताको पनि पलायन भयो, व्यापारी पनि पलायन भयो र सबभन्दा त यहाँ किसानसँग जोडिएका राइस मिलहरू पनि विस्थापित भए। किसान धेरै ठुलो समस्यामा पर्यो। उपभोक्ताहरूको गन्तव्य बोर्डर पाडी भयो, गोलबजार भयो, छपराडी भयो। लाहानमा त घर बनाएर मात्रै मानिसहरू बसेका छ, सामान्य व्यापार चलेको छ। एउटा यो कुरा अगाडि पनि हाम्रो यो नाचले उठाइसक्नु भएको छ। अर्को कुरा, तपाईहरू उपभोक्ता भन्दा बढी प्रहरी प्रशासनलाई बढी माला लगाउने, स्वागत गर्ने, विदाई गर्ने। यसमा जिल्ला उद्योग पानी संघ एकदम देशैभरिमा सिराहाको जिल्ला उद्योग पानी संघ किन आजसम्म यहाँ व्यवसाय रुँदा तपाईहरुलाई ध्यान हुँदैन। कति व्यवसाय विस्थापित भयो ख्याल छैन। तर कुन सिडिओ आयो कमलामा गएर तपाईहरुले एउटा माला लगाइदिनुहुन्छ, अर्को माला उद्योग पानी संघमा लगाउनुहुन्छ, अर्को मेला कोसेली सहित विदाई गर्नुहुन्छ। यो तपाईहरुले व्यवसायको धर्म विनाश गर्नु भएको हामीले बुझेका छौं। अर्को कुरा, तपाई महासचिव हुनुहुन्छ। महासचिव भनेको कुनै पनि संस्थामा भाइटल पोस्ट हो, संगठनात्मक पोस्ट हो। तपाईले त्यो डोरी आफ्नो हातमा राख्ने पोस्ट हो। तपाईले विद्रोह गरेको कुरा त हामी सुनेका छौं, न्याय बोलेको कुरा त हामी सुनेका छौं। तर हिम्मत खोलेर पत्रकारहरूलाई बोलाएर, व्यवसायीहरूलाई बोलाएर हामीसँग यो समस्याहरू छ है, तपाईहरुले हामीलाई साथ दिनुस्, हामी उद्योग पानीसँग लड्न सकिरहेको छैन, त्यो कुरा किन बोल्नु भएन भने त्यो समस्या के थियो। अब कुरा त धेरै छ, धेरै कुरा के गरौँ। यो लाहानको व्यापार र उपभोक्ता जुन पलायन भइरहेको छ, यसलाई रोक्नको लागि तपाईसँग वैज्ञानिक उपाय के छ त्यो पनि बताइदिनुस्। धन्यवाद। अर्को चाहिँ व्यावसायिक समस्या कुखुरावालाहरू बारमा छ। यस महासचिवको हैसियतले जब म पदमा आसीन थिएँ, मैले आफ्नो पहलमा एउटा भेला गराएको थिएँ, जसमा इजरायलजीकै लिडरसिपमा मैले सबै मासु व्यवसायीहरूलाई भेला गराएर मिटिङ बोलाएको थिएँ। त्यहाँनिर उहाँले मलाई एउटा टेक्निकल प्रब्लम दिनुभयो। घरेलुले हाम्रो व्यवसायलाई दर्ता गरिरहेको अवस्था छैन। मैले उहाँलाई भने तपाईहरू मापदण्ड पुरा गरिदिनुस्, किनभने काठमाडौँमा चाहिँ फ्रेस हाउस मजाले दर्ता भइरहेको छ र सबै सब्सिडी लगायतका सुविधाहरू पनि उहाँहरूले युज गरिरहेछ। मैले इन्टरेक्सनमा उहाँलाई नै जवाब दिएको थिएँ कि तपाईहरू विधिवत दर्ता गराउनुहोस्, जसको लागि घरेलुको प्रष्ट मापदण्ड छ। तपाईहरूले फ्रोजन मिट राख्ने व्यवस्था आफ्नो पसलमा राख्नुपर्छ। त्यसपछि मैले उहाँलाई नै 3-4 चोटि फलोअप गरेँ। सर प्लिज मलाई तपाईहरुकोबाट व्यवसायीबाट 2-3 जनाको टिम दिनुस्, मसँग घरेलु जाउँ र हामी यसमा पहल गरेर यसलाई रेजिस्ट्रेसनतिर लगौँ। तर के टेक्निकल प्रब्लम आयो, उहाँहरूले फलोअप गर्न सक्नु भएन। म अहिले पनि यही मञ्चबाट वाचा गर्छु, यो रेजिस्ट्रेसन कुनै ठुलो कुरो होइन। मापदण्डमा प्रत्येक मासु पसलमा रेफ्रिजरेसन यानी कि त्यो डिप फ्रिजको व्यवस्था हुनुपर्छ, टाइल्स लागेको त्यो तपाईको कटिङ प्लेस हाइजेनिक हुनुपर्छ। त्यो मापदण्ड पनि मैले हेरिसकेको छु। यो एकदम मिल्ने र तपाईहरूले अफोर्ड गर्न सक्ने मापदण्ड हो। यसलाई पुरा गर्नुस्। जसरी पनि रेजिस्ट्रेसन गराउने जिम्मा यो चुनाव भन्दा अगाडि पनि म लिन्छु। तपाई अहिले मलाई डकुमेन्ट दिनु, म तुरुन्तै त्यसलाई दर्ता गर्ने व्यवस्था गराइदिन्छु। सेकेन्ड क्वेशन उहाँको आयो कुखुरा व्यवसायको। वास्तवमा नेपालमा कृषक र यो पोल्ट्री बिजनेस पनि अहिले लसमै छन् भन्नु पर्यो। किनभने उहाँको कुखुराको एज बढी भयो भने उसले खाँदै जान्छ, कष्ट लाग्यो उहाँहरूको। तर बेच्ने जुन मूल्य हुन्छ त्यो त सीमितै छ। उहाँले 2 महिना राख्नु भए पनि उहाँको कष्ट बढ्छ। उहाँले 45 दिनमै त्यो कुखुरालाई बजार व्यवस्थापन गर्नुपर्छ। र उहाँहरूलाई म एउटा के भन्छु भने तपाईहरू पनि आउनुहोस्। हामीले आफ्नो कार्यकालमा यो उद्योग वाणिज्य सङ्घको स्वरूपै फेर्ने गरी
जुन अर्गनाइजेसनल स्ट्रक्चर छ म त्यसलाई पुरै चेन्ज गर्छु र तपाईहरुको व्यवसायलाई पनि एड्रेस हुने डेस्क हुन्छ र त्यो डेस्क मार्फत तपाईहरुको समस्या चाँडो भन्दा चाँडो सोलुसन समेत म दिनेछु। अब जाउँ हाम्रो वरिष्ठ पत्रकार दाइ जीवज उदासीज्यूको क्वेशनमा। उहाँले के क्वेशन राख्नुभयो, यहाँबाट व्यापार र व्यापारी पलायन भएको अवस्थामा छ, उपभोक्ता पनि लहान छोडेर अरू बजार जान्छन्, विगतको टिम प्रशासनकै स्वागत र बिदाई गर्यो र चौथो सोध्नुभयो तपाईँ महासचिव पदमा बसेर के गर्नुभयो। त म 1 बाइ 1 जीवज दाइको क्वेशनको आन्सर दिन्छु। वास्तवमा यस जिल्लाबाट नै लहान मात्रै होइन, जिल्लाभरिकै व्यापार व्यवसाय र व्यवसायी सबै पलायन हुने अवस्था छ र त्यो हेराहेरीमा यहाँ उपभोक्ता पनि पलायन हुन थाल्यो। किन यो अवस्था किन आयो त? सीमित तपाईले 20 वर्ष अहिले भन्दा अगाडिको 20 वर्षको उद्योग वाणिज्य संघको लिडर व्यापारीहरूको छाता संगठन जिल्ला उद्योग वाणिज्य संघ सीमित व्यक्तिलाई अपर्च्युनिटी क्रिएट गर्दै सीमित व्यापारलाई चाहिँ फस्टाएको छ है, जसलाई मैले चाहिँ सुरुदेखि नै सिन्डिकेट भनेर इन्डिकेट गरेको छु। यो पुरै टिम विगतमै, किनभने यो उद्योग वाणिज्य संघलाई व्यापारीले होइन त्यो सिन्डिकेटको मेम्बरहरूले हाकेका छन्, पवन मुद्रा र विकास साडाले हाकेको छन् र उहाँहरूले आफ्नो पहुँचको बलमा र प्रशासनतिर भनौँ या जतातिर पनि भनौँ आफ्नो पहुँच र पैसाको ताकतले सीमित व्यक्तिलाई नै आय अर्जन गराउनु भयो र सीमित व्यक्ति फस्टायो। आम व्यापारी मार्गमा छन्, सुइसाइड गर्ने अवस्थामा छन् र उहाँहरूको अवस्था दयनीय कन्डिसनमा पुगेको छ। अब उपभोक्ता किन पलायन भयो? जब व्यापारी नै दयनीय स्थितिमा छ, उसले आफ्नो पुँजी खान सुरु गर्ने अवस्था आयो। जब व्यापारमा पुँजी नै रहेन, उपभोक्ताले चोइस पाएन र बजारको रुल अनुसार जहाँनिर चोइस हुन्छ उपभोक्ता त्यही जान्छ। त्यो गर्दा यो बजार दिन प्रतिदिन खस्किँदै गयो। अब रह्यो कुरा, म महासचिव हुँदा एउटा कुरा चाहिँ मलाई आश्चर्य लाग्यो, यो प्रशासनमा कोही नयाँ सिडिओ डिएसपी एसपी आउँदा चाँदीको गेरुवा समेत दिइन्थ्यो विदाईमा, जसको बिल मेरो कार्य समितिले पास गरेको अवस्था छैन है। सबैलाई चाँदीको टोकन अफ लभहरू दिइन्थ्यो मेरो अध्यक्षबाट। तर त्यो बिल मैले किन रोकेँ त? मैले प्रश्न त्यो बोर्ड मिटिङमा भनेको छु, अध्यक्षज्यू यो हजुरको व्यावसायिक मजबुरी हो, उद्योग वाणिज्य संघले यो कुरा चाहिँदैन। हामी एउटा खादा ओराएरै सम्मान र बिदाई गर्न सक्थ्यौँ र प्रशासनको बिदाई र के भन्छ स्वागतमा होइन, यो आउने नयाँ टिम जुन परिवर्तन खोजिरहेछ लहानले, यो परिवर्तित नयाँ टिम यानी कि मेरो श्याम गुप्ताको प्यानलले यो अन्तर्क्रिया के भन्छ यो स्वागत र बिदाई कार्यक्रम प्रशासनको चाकरीको परम्परा नै सिद्ध्याइदिनेछन्। यो परम्परा अब रहँदैन। कुनै व्यापारी गएर नयाँ सिडिओलाई माला लाउनु पर्दैन, एसपीलाई माला लाउनु पर्दैन। हामी किन गर्ने? उहाँहरू राष्ट्र सेवक हो, इट इज देयर ड्युटी टु सर्भ अस। उहाँहरूको जिम्मेवारी हो, उहाँहरूले हाम्रै लागि काम गर्नुपर्ने। हामीले नै ट्याक्स पे गरेको पैसाबाट उहाँहरूले आफ्नो तलब पाउनुहुन्छ। उहाँ जनताको सेवक हो, उहाँहरूलाई हामी सेवा गर्नमा मजबुर पारिदिन्छौँ र अडिङ भएर तपाईहरूको कुरा उहाँहरूसँग डिबेट गर्नेछु र मलाई लाग्छ यो के भन्छ यो स्वागत बिदाई अब बन्द हुन्छ, उहाँहरूसँग डिबेट मात्रै हुन्छ, उहाँहरूसँग काम लिइन्छ र व्यापारीको हकहितमा काम गरिन्छ। थ्याङ्क यू सर। यो कालो कार्यकालमा भन्छु, यो कालो कार्यकालमा विधान शुद्ध संशोधन भयो। अब त्यसको इम्प्याक्ट के त? अहिले हलमा बसेको अधिकांश चुनाव लड्न पाउनुहुन्न, किन? एउटा झेल छ त्यहाँ। सावन मसान्तमा नवीकरण भएकोले मात्र चुनाव लड्न पाउने झेल नम्बर 1। सदस्य जितिसकेको मान्छे मात्रै पदाधिकारीमा लड्न पाउने। तेस्रो, पदाधिकारी मात्रै अध्यक्षमा लड्न पाउने। यो सिम्पल कुरा हो। 20 वर्ष सोच्नुहोस् है, यो एकदम सोच्ने कुरा हो। 20 वर्षदेखि एउटै टिम छ भन्नाले उहाँकै टिमको प्रोडक्सनमा सदस्य आयो, वो त्यही टिमको प्रोडक्सनमा पदाधिकारी आयो, अर्को टिमको त 20 वर्षदेखि कोही उत्तराधिकारी भएन। उहाँहरूले यो संशोधन मोनोपोली एक्सरसाइज गर्न लाउनु भयो भन्नाले यो सङ्घ अब बिरामी भइसक्यो, उद्योग वाणिज्य सङ्घ अब बन्धकी लागिसक्यो। यो बन्धकलाई छोडाउन आवश्यक भएको छ, किनभने उद्योग वाणिज्य सङ्घ उहाँहरूको पर्सनल लाल पूर्जा भएको मतलब भएकै जस्तै विभिन्न ठाउँबाट हामीलाई इन्फर्मेसन आयो, त्यहाँ टिकट वितरण हुँदो रहेछ।
टिकट प्रणाली राजनीतिक दल सधैँ सदस्यको टिकटको रेट 1 लाख, पदाधिकारीको टिकटको रेट 4 लाख, यस्तै कुराहरू मैले पनि विभिन्न स्रोतबाट सुनेको अवस्था छ। अब त्यही विधान संशोधनमा मैले आफ्नो विरोध जनाएँ त उहाँले के गर्नुभयो मेरो अध्यक्षज्यूले, म लाहानमा नभएको बेलामा मिटिङ डाकेर विधान संशोधन कमिटी शुद्धमा महासचिव छैन, हेर्नुहोस् कतिको घोर अपराधी रहेछ यो टिम। महासचिव विधान संशोधन कमिटीमा थिएन र प्राय हेर्नुहोस् 80% मिटिङ म लाहानबाट बाहिर गएको इन्फर्मेसन पाएर मात्रै अध्यक्षले डाकिन्थ्यो। त्यसै लागि म एउटा क्षमा प्रार्थी पनि छु, पदमा भएर एक्सक्युज त दिन मिल्दैन, मैले काम गर्न पाइनँ, मलाई वातावरण दिएन। एक्सपोदेखि नै हाम्रो विवाद सुरु भयो, किनभने मैले त्यहाँ आर्थिक क्रियाकलापमा अध्यक्षको कालो चरित्र पुरै लाहानलाई जगजाहिर गराए कि यो विकास साझा भनेको कोट प्यान्टवाला चोर हो। बुझ्नुभयो? त्यसमा के छ भने त्यसको विभिन्न लेनदेन उहाँले अडिट रिपोर्ट बनाएर कर चुक्ता लिन सफल हुनु भएको छ। तर सावधान, म पनि एकाउन्ट्सकै ग्रेजुएट हो, दार्जिलिङबाट आफ्नो एजुकेसन पुरा गरेको छु। त्यो अकाउन्ट यो हाम्रो प्यानल विजय भएपछि सबभन्दा पहिला त्यसैको छानबिनबाट हामी सुरु गर्छौँ र विकास साझाको टोटल भ्रष्टाचार तपाईहरूको अगाडि हामी ल्याउनेछौँ। यसमा उहाँहरूको निन्द्रा उडिसकेको छ र यो प्यानलकै उम्मेदवारीबाट अरू आम व्यवसायमा उत्साह पनि हेर्छु, तर केही सीमित ठुला बडा मोनोपोली एक्सरसाइज गर्ने व्यापारी जसलाई माफिया पनि भनिन्छ, मैले बारम्बार भने माफिया भनेको वर्डको मैले लास्ट प्रेस कन्फरेन्समा व्याख्या पनि सुनाइदिएँ। कसैले मोनोपोली कुनै काममा ब्याकडोरबाट पायो भने त्यसलाई माफियागिरी भनिन्छ। यो कार्यकाल उहाँले माफिया पोषणमै बिताउनु भयो, प्रशासनको सेटिङ डेटिङमै बिताउनु भयो र मैले चाहिँ काम गर्न पाइनँ। यहाँसम्म कि पत्र पत्रिकामै हेर्नुभयो होला, उहाँले मलाई पत्र सुधा काट्नु भएको छ, तपाईँ माइन्युटली बुक लिएर जानुभयो, काम गर्न पाइएन। अरे बाबा, महासचिवले त माइन्युट बुक राख्ने हो, त्यो विधानमै छ। तर उहाँले मलाई उपाध्यक्षबाट पत्र कटाउनु भयो। त मैले भने मिटिङको प्रोटोकल के हो? अध्यक्षको निर्देशनमा महासचिवले मिटिङ बोलाउने, तर उहाँले यो प्रोटोकल र प्रथा चेन्ज गरिदिनु भयो। महासचिव बाहिर गएको बेलामा मिटिङ बोलाउने, यही प्रथा कायम रह्यो र तपाईहरूसँग म फेरि क्षमा माग्छु। मलाई काम गर्ने वातावरण उहाँहरूले दिनु भएन, म काम गर्न पाइनँ। म काम गर्ने मान्छे हो, म तपाईँलाई काम गरेर देखाउँछु। जहाँसम्म कुरा छ के गरेँ मैले, यति हुँदा पनि ब्याङ्कले एनआइसी ब्याङ्कले लगाएको गाड, एनआइसी ब्याङ्कले ऋणीको घर अगाडि लगाएको गाड मैले पर्सनली आफ्नै पहलमा हटाउन लगाएँ, जसमा हाम्रो अध्यक्ष र बोर्ड पुरै मौन थियो। दोस्रो कुरा, राष्ट्र ब्याङ्कको पनि छुट आउँदा मैले ब्याङ्कर्सहरूलाई एउटा कार्यक्रममा पनि सम्बोधन गरेर भने ऋणी डुबाउनमा ब्याङ्कको पनि हात छ। कुनै छुट आउँदा उहाँहरू लिखित ऋणीलाई जानकारी गराउनु हुन्न। त्यस्तै लगायत अर्को समस्या थियो, बिग्रेको कर्जालाई पनि अहिलेको टाइममा राष्ट्र ब्याङ्कले सुधार्ने मौका दिएको छ। म यहीँबाट सबै व्यापारीलाई आह्वान पनि गर्छु, तपाईको बाँकी रहेको ब्याजको 5% पैसा बोकेर ब्याङ्कमा जानुहोस्, तपाईको कर्जा नियमित हुनेछ र तपाईको सीएसीएल रेकर्ड पनि क्लिन हुनेछ। त्यसै लागि म भन्छु, विश्वास राख्नुहोस्, यो उद्योग वाणिज्य सङ्घ वास्तवमा व्यापारीको उद्योग वाणिज्य सङ्घ हो। यो त हाम्रो मजबुरी भयो, यो सिन्डिकेट मेम्बरको हातमा छ कि आज यसपालि यो किल्लालाई तोड्नुपर्छ, यसलाई व्यापारीकै उद्योग वाणिज्य सङ्घ बनाउनु पर्छ र यो आवाज तपाईहरूकै आशीर्वादबाट आम व्यापारीकै आवाज हुनेछ। धन्यवाद। जस्तो भनेपछि हाम्रो फास्ट ट्र्याक काठमाडौँ बनिरहेछ, ठिक छ सर। अनि यहाँदेखि हाम्रो निजगढसम्म जानेको लगभग 2 घन्टा मात्र छ। यहाँदेखि पछाडि तपाईँ हेर्नुहोस्, विराटनगर 2 घन्टा पुगिन्छ होला, धरान हेर्नुहोस् पुगिन्छ होला, तपाईँ काँक्रेबिटाबाट आउनुहोस् यहाँ 3-4 घन्टा पुगिन्छ होला। लाहान भनेपछि यस्तो सेन्टर ठाउँ छ र अहिले यहाँ हाइवेमा एउटा नि 9 बजे पछाडि होटेलै खुल्न पाउँदैन, खाना खान समेत खुल्न पाउँदैन। त्यो कारणहरू किन छ? हेलो, अब यसमा हेर्नुहोस्, उहाँको समस्या हुन त क्लियर आवाजलाई बाचा गर्छु। भोलिदेखि एटिएम खुल्ला हुन्छ, म्याक्सिमम जुन ब्याङ्कको एटिएम सिक्योर छ त्यो भोलिदेखि नै खुलाउँछु म। अब रह्यो रातिको कुरा, अन्तशुल्कले रक्सी बेच्ने इजाजत राति 10 बजेसम्म दिएको छ।
कुनै पनि पसलमा त्यो अन्तशुल्क लाइसेन्स प्यान्सरै देखिन्छ। त्यो यदि ढुन्डेको हेर्नुहुन्छ भने त्यसमा विभिन्न टाइपको लाइसेन्स हुन्छ। सिलबन्दी बेच्ने, बोतल खोलेर बेच्ने भनेको यो रेस्टुरेन्टहरूमा 10 बजेसम्म उहाँहरूसँग इजाजत छ र हाल सुन्नमा के आयो भने प्रशासनले 8 बजे बन्द गराउँदैछ। रक्सी बेच्न पाइँदैन। त्यो सँगैसँगै होटल पनि प्रभावमा आयो, खाना पनि बेच्न पाएन। अब यसको आन्सर यो हजुरको क्वेसन हो। 10 बजे रातिसम्म एनी हाउ एनी कन्डिसन हामी रक्सी बेच्छौँ, यो हाम्रो मान्यता हो। किनभने लाइसेन्स 10 बजे रातिसम्मको दिएको हो। यदि त्यसका टाइम सर्ट गराउनु छ भने प्रशासनले लाइसेन्सको परिपाटी चेन्ज गर्नुपर्छ, या त राजस्व पनि त्यही हिसाबले लिनुपर्छ। अर्को कुरा, रक्सी बन्द गर्ने हो। त्यही रेस्टुरेन्टमा रक्सी र खाना दुइटै बिक्छ। रक्सीमा ताला लाग्छ 10 बजे, त्यसपछि रातभरि होटल खाना बेच्न पाउनुपर्छ। स्पेसली हाइवेको बजार एरियाको चाहिँ रातभरि खोल्न पाएन, किनभने बजारतिर हाइवे छैन। हाइवेको चाहिँ 24 घण्टा खोल्न पाउनुपर्छ। डिपेन्ड्स अन लिडर एन्ड लिडरसिप। तपाईको लिडर र लिडरसिप। यहाँ होटल व्यवसाय सङ्घ पनि छ, तर मैले आजसम्म उहाँहरूको मुखबाट पनि आवाज आएको सुनिनँ। धेरै व्यापारीले मलाई पर्सनल रूपमा यो कुरा सुनाइसक्नु भएको छ। तपाईले रक्सी भन्नुभयो, रक्सीको लाइसेन्स 24 आवर बेच्ने पनि पाउँछ है। र म आउट अफ द वे कुरा गर्दै गर्दिनँ। रुल कुनै छ भने हामी पनि फलो गर्नुपर्छ। 10 बजे रातिसम्म प्रशासनको दबावमा व्यापारी आउनेवाला छैन। 10 बजेसम्म हामी रक्सी बेच्छौँ। कुनै पनि व्यापारीले रक्सी बेच्न पाउँछ। जहाँसम्म खानाको सवाल आयो, खाना नास्ता चाहिँ रातभरि पाउनुपर्छ। सिन्धुली सर या भन्नु कुनै ठाउँ सर। जब हामी नेपाल सरकारको कर पनि तिरेको छौँ होइन, तिर्छौँ र नेपाल सरकारको कर तिरेर पनि अब त्यो किन चाहिँ हाम्रो जस्तो यहाँबाट अब के छ ल, यो घाट अफिसबाट यहाँबाट अनुगमन गयो। अनुगमन गर्दाखेरि सबै कि चाहिँ लाहानको या भगवानपुरको सबैतिरको पसल बन्द हुन्छ। त्यो पसल बन्द हुनुको कारण हामीले नबुझेको हो कि उहाँहरूको चाहिँ कानुन हामीले नबुझेको हो कि उहाँहरूले के गर्नुभएको छ होइन। अरू के छ भने त्यस्तो ट्रेनिङ यदि छ भने घाट अफिसले दिएको नियम के हो, हामीले व्यापारीले नबुझेको छ भने त्यस्तो ट्रेनिङ छ भने त्यो पनि तपाईँ लाउन सक्नुहुन्छ। के कारणले बन्द हुने, किन व्यापारी आतङ्कित हुने होइन, यसबारेमा म प्रश्न भनिदिन्छु। अनुगमनबाट त्रसित हुनुपर्ने कारण छ। तपाईँहरूले सुरुदेखि यो 20 वर्षको लिडरसिपले के सिकाएन, झन् अन्धो बनाएर राख्यो। अनुगमनबाट डराउनु पर्ने त कुनै अवस्थै छैन। र तपाईँलाई जानकारी गराउँछु, सबभन्दा सेन्सिटिभ व्यापार हुँदा पनि मेरो आजसम्म कुनै अनुगमनमा पसल बन्द भएको छैन। तपाईँहरूलाई गलत शिक्षा दिइयो। जुन कथाकथित मालिकहरू थिए, मालिकहरूले गलत शिक्षा दिए। तुमको खा जाएगा भन्थे पहिला। घाट अफिसमा जाऊ हाकिम खा जाएगा, थानामा जाऊ पुलिस खा जाएगा। किन खान्छ? कोही खाँदैन सर। यो शिक्षा नपुगेर हो, ट्रेनिङ नपुगेर हो। सडक पेटीबाट नयाँ बजार सञ्जय होटलको एउटा केस पहिला मिडियामा पनि आएको थियो, सुन्दै जानुहोस्। त्यो दिन हाम्रो रेजिस्ट्रेसन उद्योगबाट 15 गतेको दिन मैले हेरेको थिएँ। उहाँको प्रश्नको जवाब छोडिदिन्छु। म उहाँको पसलमा पुगेँ। उहाँले सोसल मिडियामा के भन्नुभयो भने अरू कसैलाई होइन, मेरो पसललाई स्पेसली नगर प्रहरीले दुःख दियो। यसमा नगर प्रहरी होस् कि नगरपालिकाको कोही ठुला बडा होस्, पूर्वाग्रही रिसिभी राखेर उहाँलाई मात्रै एक्सन लियो। त्यस्तो नवीकरणको अन्तिम दिन पनि म उहाँको पसलमा पुगेँ। त्यहाँ हाम्रो के भन्छ नगर प्रहरीको प्रमुख शम्भु बस्ने, मैले उहाँलाई त्यतिखेरै भने, हेर्नुहोस् बस्नेतजी, हामी त अहिले चुनाव ऐलानमा व्यस्त छौँ। म अहिले उद्योगवादीसँग कुदिहाल्नुपर्छ। तर तपाईँलाई मेरो आग्रह छ, सञ्जय होटललाई होइन, तपाईँ यदि क्लियर गराउनुहुन्छ भने एकतिरबाट अर्कोतिर पुरै रोड खाली गराउनुहोस्। तपाईँलाई जति मापदण्डबाट चाहियो। सञ्जय होटलको कुनै विरोध आउँदैन, उहाँको जिम्मेवारी म लिन्छु। कसैले पाखा नगरिदिनुहोस्, नभए लास्टमा हामी त्यही रोडमा बसेर धर्ना दिन्छौँ। यति काम हम कर देले छियो तो बस्ने जोले वहाँ दिन बात हो गया। विगतको चुनावदेखि नै आएको 27 बन्द हुन्छ।
चुनाव प्रक्रिया पनि खत्म भइसक्यो, अर्को चुनाव आइसक्यो। साप्ताहिक भन्दैन यस्तो मौका दिएकोमा हजुरलाई धन्यवाद दिन चाहन्छु र यो यति संवेदनशील संस्था छ भनेर आज यस कार्यक्रममा आएपछि मलाई थाहा भयो र मेरो प्रश्न यस प्रकार रहेको छ। यो जिल्ला उद्योग वाणिज्य सङ्घ सानो स्तरका व्यापारीलाई किन चाहिन्छ? एक नम्बर प्रश्न। अर्को रहेको छ जिल्ला उद्योग वाणिज्य सङ्घका लागि तपाईँको मुख्य मिसन र भिजन के हो? र त्यसै गरी रहेको छ 3 वर्ष लहान उद्योग व्यापारको वातावरण कस्तो बनाउने लक्ष्य लिनु भएको छ? र अन्त्यमा हजुरलाई एउटा सजेसन पनि दिन चाहन्छु कि यो हजुर विजय भएपछि यसको नाम चाहिँ लहान उद्योग वाणिज्य सङ्घ राख्नुहुन्छ भन्ने मेरो विश्वास लागेको छ। तपाईँलाई जितको अग्रिम शुभकामना दिँदै यही अन्त गर्छु। धन्यवाद।